जीवनमा सफलता प्राप्त गर्न आत्मविश्वास अत्यन्तै जरुरी हुन्छ। तर धेरै मानिसहरू सानो असफलताले डराउँछ, आफूलाई कमजोर सम्झिन्छन्, एकपटक असफल हुँदैमा सर्वस्व सकिएको महसुस गर्छन्। आत्मविश्वास भनेको जन्मजात हुने गुण होइन। आत्मविश्वास अरूले बढाएर बढ्ने चिज पनि होइन। यसलाई आफै निर्माण गर्न सकिन्छ। म के कुरामा कमजोर छु, त्यही कुरामा सफल छु, यो मेन्टालिटी बोकेर हिँड्नुपर्छ। आज हामी आत्मविश्वास बढाउने केही सरल तरिकाहरू सिक्नेछौँ, जसमा 6वटा सरल तरिका बयान गरिएको छ। नम्बर 1, आफूलाई चिन्नुहोस्। नाउ योर सेल्फ। आत्मविश्वास तब आउँछ जब तपाईँ आफैलाई राम्रोसँग चिन्नुहुन्छ। म को हो भन्ने कुरा पहिले आफूलाई सोध्नु भएको छ। तपाईँभित्र के गर्न सक्ने क्षमता छ, आफैलाई परीक्षण गरेर हेर्नु भएको छ। एकपटक ऐनामा आफूलाई निहालेर हेर्नुहोस् अनि सोध्नुहोस् म को हो। आफ्नो बलियो पक्ष र सुधार गर्नुपर्ने पक्ष बुझ्नुहोस्। आफ्नो कमजोरीलाई स्वीकार गरेर त्यसलाई सुधार्ने सोच बनाउनुहोस्। लेख्नुहोस् म के कुरामा राम्रो छु, लेख्नुहोस् म के सुधार गर्न सक्छु। जब तपाईँ आफैलाई राम्रोसँग चिन्नुहुन्छ तब आत्मविश्वास भन्ने कुरा आफै बढ्दै जान्छ। नम्बर 2, सानो सानो उपलब्धिलाई मनाउनुहोस्। सेलिब्रेट स्मल विन। आत्मविश्वास रातारात बढ्दैन, त्यसका लागि हरेक दिन साना साना सफलताको मूल्याङ्कन गर्नुहोस्। तपाईँको दैनिकी जीवनयापनमा भइरहने कुरालाई स्याबासी दिनुहोस्। उदाहरणका लागि बिहान समयमै उठ्नुभयो भने आफैलाई बधाई दिनुहोस्। नयाँ कुरा सिक्नुभयो भने आफ्नै प्रशंसा गर्नुहोस्। कुनै डरलाई जित्नुभयो भने आफैलाई प्रेरित गर्नुहोस्। जब तपाईँ आफ्नो साना उपलब्धिहरूको सम्मान गर्नुहुन्छ, तपाईँमा ठुलो सफलता प्राप्त गर्ने आत्मविश्वास जन्मन्छ। आत्मविश्वास अरूलाई हेरेर बढ्ने कुरा होइन, आफूभित्र रहेको कमजोरीको डटेर सामना गर्नु, सेल्फ कन्फिडेन्स पैदा गर्नु हो। नम्बर 3, नकारात्मक सोच त्याग्नुहोस्। एलिमिनेट नेगेटिभ थिङ्किङ। सबैभन्दा पहिला नेगेटिभिटीमा ब्यान्ड लगाउनुहोस्। हरेक कुरा पोजिटिभ लिने ह्याबिट बनाउनुहोस्। कुनै व्यक्तिको बारेमा हो, कुनै चिज वस्तुको बारेमा हो, या कुनै चासोको विषयमा हो, प्रत्येक कुरालाई बी पोजिटिभ, अलवेज पोजिटिभ। त्यसपछि सोच्नुहोस्, असम्भव कुरा मेरो लागि सम्भव छ। म सक्दिनँ, म असफल हुन्छु, अरू मभन्दा राम्रो छन्। यस्ता नकारात्मक सोचाइहरूले तपाईँलाई पछाडि धकल्छ। जब नकारात्मक सोच आउँछ, यसलाई सकारात्मक बनाउनुहोस्। जस्तै म सक्दिनँ, यही कुरालाई एकपटक भन्नुहोस्, म प्रयास गर्छु। म असफल हुन्छु, यही कुरालाई फेरि भन्नुहोस्, म सिक्दैछु, असफल हुन सक्दिनँ। यसरी तपाईँको सोच्ने तरिकालाई पोजिटिभ बाटोमा कुदाउनुहोस्। साथी, जे गर्छ तपाईँको सोचले गर्छ। जस्तो सोच्नुहुन्छ, सोच अनुसारको योजना बनाउनुहुन्छ, जिन्दगीमा त्यस्तै गर्दै जानुहुन्छ अनि त्यस्तै बन्दै जानुहुन्छ। त्यसैले पोजिटिभ भएर सोच्नुहोस्। गतिलो सोचाइले तपाईँको पुरै फ्युचर नै बदलिदिन्छ। जब तपाईँ सोचाइ परिवर्तन गर्नुहुन्छ, तब आत्मविश्वास बढ्न थाल्छ। त्यसैले म के सोच्दैछु, यो कुरा विचार गर्नुहोस्। नम्बर 4, आत्मउन्नति गर्नुहोस्। सेल्फ इम्प्रुभमेन्ट। आत्मविश्वास तब बढ्छ जब तपाईँ निरन्तर सुधार गर्न प्रयास गर्नुहुन्छ। हाम्रो जिन्दगी एक घोडाको रथ जस्तै हो। लगातार गन्तव्यमा नलम्किएसम्म ठाउँमा पुग्न सकिँदैन। हिँड्दै गर्दा बाटो खराब हुन्छ, बिचमा अवरोध आउँछ। बिस्तारै सबै कुरा सुधार्दै अगाडि बढ्नुपर्छ। मैले यस्तो गर्दा बिग्रिन्छ कि भन्ने डर नमान्नुहोस्। बिग्रिन्छ, भत्किन्छ, सुधार्दै जाने हो। त्यसैले भन्छु, नयाँ ज्ञान हासिल गर्नुहोस्, पुस्तक पढ्नुहोस्, दैनिकी नयाँ कुरा सिक्ने बानी बसाल्नुहोस्। नयाँ सिप सिकेपछि तपाईँलाई आफू सक्षम भएको महसुस हुन्छ। नयाँ सिप सिक्नु नै सेल्फ कन्फिडेन्स अल्ट्रा हुनु हो। नम्बर 5, आफ्नो शरीरको हावभाव सुधार्नुहोस्। इम्प्रुभ योर बडी ल्याङ्ग्वेज। तपाईँको शरीरको भाषा तपाईँको आत्मविश्वासलाई दर्शाउँछ। तपाईँको रहन सहन, देखावटी बनावटी तपाईँको शारीरिक स्थिरताले देखाउँछ। अरूको अघि बस्दा गम्भीर अनि ढुक्क भएर बस्नुहोस्। कपडाको पहिरन शरीरलाई सुहाउँदो गर्नुहोस्। कुनै कार्यक्रममा सहभागी हुँदा सिधा उभिनुहोस्। बाहिर निस्किँदा पूर्ण आत्मविश्वासका साथ हिँड्नुहोस्। विपक्षीसँग कुरा गर्दा स्पष्ट र दृढ रूपमा बोल्नुहोस्। जब तपाईँ बाहिरबाट आत्मविश्वासी देखिनुहुन्छ, भित्रबाट पनि आत्मविश्वास बढ्न थाल्छ। कहिलेकाहीँ अरूलाई देखाउन खोजेको गतिविधिले पनि आत्मविश्वास कभर गर्छ। नम्बर 6, हरेक दिन आफूलाई प्रेरित राख्नुहोस्। स्टे मोटिभेट डेली। आत्मविश्वास एक दिनमा आउँदैन, यो निरन्तर अभ्यासले विकास हुन्छ। आफूलाई लगातार फोकसको बाटोमा कुदाइराख्नुहोस्। सकारात्मक मानिसहरूसँग समय बिताउनुहोस्। प्रेरणादायी पुस्तक पढ्नुहोस्, त्यस्तै भिडियोहरू हेर्नुहोस्।
आफूलाई हर दिन प्रेरित गर्ने गोल सेट गर्नुहोस्। आत्मविश्वास कुनै चमत्कार होइन, यो तपाईँकै सानो प्रयासहरूको परिणाम हो। तपाईँले आफ्नो सोचमा जे लगाउनुहुन्छ तपाईँ त्यही बन्दै जाने हो। फेरि एकपटक आफूलाई चिन्नुहोस्, साना सफलताहरूको मूल्याङ्कन गर्नुहोस्, नकारात्मक सोच त्याग्नुहोस्, आत्म उन्नति गर्नुहोस्, शरीरको भाषा सुधार्नुहोस्, हरेक दिन आफूलाई प्रेरित गर्नुहोस्। यदि तपाईँले यी कुराहरू अनुशासनका साथ अपनाउनु भयो भने केही समयपछि तपाईँ आफूलाई आत्मविश्वासी, सक्षम र सफल भएको महसुस गर्नुहुनेछ। यहाँसम्म भिडियो हेर्ने सम्पूर्णमा धन्यवाद। भेटौँला यस्तै अर्को मोटिभेसन इन्सपिरेसन भिडियोमा। तबसम्मका लागि जय नेपाल, जय मातृभूमि।